सो हेलो गाइस वेलकम टु न्यू भिडियो। सो हिजोको दिनमा चाहिँ फाइनली हामी आज पनि आइसक्यौँ होइन। हिजो चाहिँ आली साली लगाइयो अनि आज चाहिँ रोप्दैछन् केटाहरू, यहाँ रोप्दैछन्। हिजोको दिनमा हिजो चाहिँ यो टक्कर आली साली लगाएको थियो खन्ने आनन्दले। आज चाहिँ रोप्दैछौँ, रोप्दै रोप्दै फाइनली 4-5 वटा चाहिँ भइसक्यो। हाम्रो रोपाइ चाहिँ सुरु भइसक्यो। एउटा गरा, दुईटा गरा, तीनटा, चारवटा गरा सुरु भइसक्यो। अनि मेरो बाउ चाहिँ यहाँ बिउ गोड्दैछन् यहाँ यस्तो पारामा। हाम्रोतिर यहाँ बिउ फेरि राम्रो छ, बबाल झकास पारामा बिउ पनि। अनि अब म चाहिँ अब काम यसो टक्क लाएर गरेर अनि यसो रोपेर सोपेर अनि यसो भिडियो बनाउनु आइदिएको। हिजो चाहिँ अब यसो पानी पनि पुरा थिएन अनि आज रातभर पानी परेर दिनभर पानी परेर अनि अहिले बल्ल हामीतिर आइपुगेको। टक्क पानी परेपछि चाहिँ पानी पानी छ यहाँ देख्न सक्नुहुन्छ। वहाँदेखि गरा हो, वहाँदेखि एउटा, दुईटा, तीनटा, चारवटा, पाँचवटा, छवटा, सातवटा, आठवटा, नौवटा, 10वटा गरा चाहिँ हाम्रो हो गाइस। अब हाम्रो माक्रको लास्ट गरा चाहिँ एकदम ठुलो छ, एकदमै मोबाइल हाम्रो लास्ट गरा वहाँदेखिबाट यहाँसम्म चाहिँ हाम्रो भिडियो गाइस। म चाहिँ यहाँ बाउसे गर्दैछु। बाउसे यस्तो बबाल हाम्रोतिर चाहिँ यस्तो गर्छ यहाँ। मम्मी झऱ्यो तर त्यो सार्नु तर फाल्नु यसलाई। यस्तो छ यस्तो। अब दुईटा लास्ट दुईटा बाँकी छ। अहिले चाहिँ यस्तो गर्नुपर्छ भाइ, यस्तो दे दन पारामा दे दनादन। रिस उठ्यो भने चाहिँ रिस चाहिँ यहाँ पुग्नुपर्छ है। मेरो मम्मीले पनि गर्दैछ यतातिर। यहाँ फेरि लाइन मिलाउनु पर्छ सम्म, यता टक्क लगाएर पानी यताउति सिएर पारामा पानी नत्र एकपट्टि धेरै जान्छ एकपट्टि कम जान्छ भनेर। अब यस्तो खेततिर चाहिँ धेरै भुवाङ हुन्छ क्या, भुवाङ हाम्रो फेरि यहाँ मुसाको भन्दा ठुलो भुवाङ छ। भुवाङ भुवाङ र धङ एउटै हो भन्न नजाने मात्रै हो। अलिकति मिसअन्डरस्ट्यान्डिङ भएको है। यसरी गाइस यस्तो दे दनादन। हिजो चाहिँ हामी आएर यहाँ यो माथिको अलि लाएको थियो अनि यो खनेर गएको थियौँ। आज चाहिँ आएर मल छर्केर अनि अब यहाँ बक्से गरेर अनि यहाँ चाहिँ रोप्दै आउने। अब कतितिर गरा भइसक्यो, एउटा गरा यो अनि यो बाँकी छ अब चाहिँ। अनि त्यसपछि चाहिँ अब मकै बारीमा आली लाउनु जानु पऱ्यो। अनि आली लगाइसकेपछि टक्क खाजा खाएर ढोडसोर बोकेर घरतिर लाग्नु पऱ्यो। त्यो हाम्रो चाहिँ। किनकि फेरि भोलि चाहिँ अलिकति विशेष छ, त्यही भएर हिजोको पार्ट 1मा चाहिँ अलिकति अब काम धेरै गर्न सकेनौँ। आजको पार्ट 2मा चाहिँ फेरि मिया सब क्लियर भइन्छ कि क्लियर। किनकि चाहिँ पानी पनि कम छ नि त आज। यतातिर पानी छ, पानी 7 गाम पुग्ने तरिकाले। सो हामी चाहिँ अब यो सबै टक्क लगाएर भइसकेपछि फेरि अर्को भिडियो बनाउँछौँ। अहिले चाहिँ बाई बाई।
फाइनली हामी चाहिँ अब खाजा खाँदैछौँ हाम्रो खाजा चाहिँ फेरि यस्तो यस्तो टक्क दाल मात्र अनि जाँड अनि त्यहाँ चाहिँ बाँकी नै छ अझै खाजा ए यसो नहुनु नि भाउजू खलेत्तै चम्चा झरे मम्मी त्यो खाजा निकाल्नु त त्यहाँबाट खाजा निकाल्नु त मम्मी हाम्रो बाउ फेरि उहाँ पर लुकेर बसिरह उहाँ एक्लै एक्लौटे घरको जस्तै हैन रोटी दिएर हुन्छ हौ ओहो रोटी दियो कि गुदिया जसरी दिइरहेको छ अर्ग्यानिक रोटी भयो त फेरि चना भोलि नै साउडी खोजेर आउँछ टिकट काटेर चना चना ठिक लाग्दैन है खासै खानी नै चना दाल मात्रै ठिक हुन्छ कि चना ठिक हुँदैन हो चना खासै ठिक लाग्दैन क्या यहाँ हाल्नु न फाइनली सेलरोटी हेर्नु न भाउजूलाई चाहिँ फेरि गोलै गोलो देखा यस्तो गोलो गोलो हाम्रो चाहिँ भाँच्चै देखायो नि यस्तो त्यो बुढी नभएर त्यस्तै गोलो हेर बाफ्रे यस्तो हेर्नु दुई तिनटै गोलो त्यसै आलाउँदैन त्यसले आलाउँदैन सो गाइस हामी चाहिँ फाइनली अब खेतसेत रोपेर टक्क हात मुख धोएर अनि सबै सकाएर चाहिँ अहिले घरतिर लाग्दैछौँ होइन अहिले चाहिँ लगभग कति बज्दाखेरि भयो लगभग 6:30 भयो अनि अहिले चाहिँ हामी सबैजना छौँ होइन जमाना आउँदै तलतिर आउँदैछन् अनि म चाहिँ फेरि यहाँ खाली खुट्टा हिँड्दैछु खाली खुट्टा किनकि पानी परिरहेको नि त अहिले अनि पानी परिरहेको बेलामा चप्पल आयो भने सिप्लिन्छ अनि त्यही भएर म चाहिँ टक्क लगाएर खाली खुट्टा हिँड्दैछु म चाहिँ उफ माने छैन नि त फेरि के गर्नु अहिले फेरि यतातिर हाम्रो पानीतिर नि यसो हुस्सो हुन्छ क्या केही देख्दैन क्या वारीको पारी त पुरै टाढा जाओस् कि यहीँको त्यहीँ पनि देख्दैन क्या उफ गाइस फाइनली 2 दिन लगाएर चाहिँ एक साइडको खेत भइसक्यो सो गाइस फाइनली भोलि मेरो स्पेसल्ली डे छ अनि मेरो साथीहरू तिमीहरूलाई म भिडियो सेयर गर्छु आज पोस्ट गऱ्यो भने पोस्ट गर्छु म नत्र एउटा क्लिप भने म पोस्ट गर्छु टिकटकमा हेरेर र अब सबैजनालाई मेरो चाहिँ भोलि स्पेसल डे म चाहिँ टक्क लगाएर धादिङ जाँदैछु धादिङ गएर यसो सामानहरू ल्याएर फेरि आउनु छ क्या म खेत रोप्नलाई टक्क अर्को साइडमा अब आली लाउनु पऱ्यो अनि आली साली लाएर फेरि टक्क लगाएर स्पेसल दिन मजाले हेर्नु पऱ्यो त्यसपछि त भएको त सो त्यही हो अनि आज चाहिँ हामी अलिकति ढिलो आएको थियौँ होइन किनकि आज उठ्नु पनि ढिलो उठ्यो म चाहिँ अनि मलाई कुटेको थियो खानासाना बनायो चिया फर्स्ट मिटिङ मुख सुख धोयो चिया खाइयो फोन सोन हेऱ्यो अनि त्यसपछि अब खाना खाइयो बनाएको थियो अनि अब यहाँको ल्याउनको लागि खाजा साजा रेडी पारियो अनि सामान यताउति गर्दाखेरि अलिक ढिलो भयो त्यही भएर आज चाहिँ अलिकति रात पऱ्यो भोलि चाहिँ अब बजार गएर आएर अनि मात्रै टक्क लगाएर आली लगाइन्छ आली लगाइसकेपछि आइन्छ सो त्यही गाइस म चाहिँ यस्तो डाँडा पाखामा हिँड्दैछु खाली खुट्टा होइन आफ्टर लङ टाइम पछि मैले यसरी भ्लग बनाएको अनि आफ्टर लङ टाइम पछि पनि म यसरी हिँड्दैछु सो गाइस यो भिडियो हेर्नेले लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला सो बाई बाई